हेलो सबैमा नमस्कार। सन्चै हुनुहुन्छ सबैजना? त्यसो भने अहिले हाम्रो नेपालबाट सबैजना प्रायः फर्किनको लागि चाहिँ प्रयास गर्दै हुनुहुन्छ। मेरो भिसा पनि लागिरहेछ। टर्की अब त्यस्तो नराम्रो पनि छैन, धेरै राम्रो पनि छैन। तर हजुरहरू चाहिँ आउँदाखेरि यसो अलि विचार गर्नु होला है। लागत अब अलिकति सोचेको भन्दा बढी छ। 8-10 लाख खर्च गरेर आउनुपर्छ। अब पैसा स्यालेरी भनेको यहाँको अब त्यही 28,000 टेल दिन्छ। अनि अब कुनै कुनै ओटी चल्छ, ओटी चल्ने अब फिक्स त भएन। तर पनि ओटी नचलेपछि चाहिँ त्यही हो, लागत उठाउन अब त्यही 1 वर्ष जस्तो लाग्छ। त्यही माथि यहाँको पैसा चाहिँ अहिले घट्दो क्रममा छ। त्यो भएर यसो विचार गर्नु होला सबैजनाले। विचार गरेर सोचेर तयारी गर्नु होला। धन्यवाद।